afternoon to one and all present over here, respected class teacher and my beloved friends. It's me, Akansha Guru, and it's me, Nixie Guru. We contact you all to present on the topic vector. And here it goes. So basically, what are vectors? Vectors are those physical quantities which have both magnitude and direction, whereas scalars are those physical quantities which have magnitude but doesn't have direction. Moving on to types of vectors, they are null vector, unit vector, like and unlike vector, and vector. So null vectors. Null vectors are those vectors whose initial and final point are the same. So it could be like written as this. And what are unit vectors? Unit vectors are those vectors which have its scalar as which has its magnitude as 1 and direction also, like this. And like and unlike vectors. Like and unlike vectors are described in terms of a pair of parallel lines. And let us suppose this as a pair. And if the direction of both of the vectors are same, goes to the same direction, then they are like vectors. But if one of their direction is just the opposite, then they would be unlike vectors. And what are equal vectors? Equal vectors are those two vectors whose magnitude and direction are same. So it can be defined in terms of even parallel vectors, like so. These two are equal vectors. And now modulus of a vector. So modulus of a vector like अब AB भन्ने vector छ है, अनि AB vector को चाहिँ x र y component छ, अनि यसको चाहिँ अब modulus चाहिँ अब यस्तो गरिदिनु प्लस y को स्क्वायर यति गरेपछि यसको मोडुलस आउँछ। अब यसलाई चाहिँ हामीले तीनटा क्रममा x y र z को क्रममा छ भने z को स्क्वायर गरेपछि यति भएपछि मोडुलस हुन्छ। अब नेगेटिभ भेक्टर चाहिँ a र b भेक्टर छ है यहाँ, अनि यो a र b भेक्टरलाई a भेक्टर लिएछौँ है हामीले। अब यो a र b भेक्टरको चाहिँ डिरेक्सन यताबाट पल्टाइदियो भने यो b र a भेक्टर बन्छ, अनि यसलाई चाहिँ a को टर्म्समा डिफाइन गर्ने बेला चाहिँ माइनस a भेक्टर भन्छ, जसले चाहिँ यो दुईटा चाहिँ एकअर्काको नेगेटिभ भेक्टर भनेर बुझिन्छ। अनि पोजिसन अफ अ भेक्टर है, अनि पोजिसन अफ अ भेक्टर चाहिँ यो x एक्सिस यो y एक्सिसमा छ भने एउटा पोइन्टमा एउटा भेक्टर x, y छ भने यसको पोजिसन चाहिँ हामीले ओरिजिनबाट कहिले मेजर गर्छौँ, त्यही भएर o a है, यो o a भेक्टर चाहिँ यसको पोजिसन भेक्टर हुन्छ। अनि अब त्यसपछि भेक्टर मल्टिप्लिकेसनको लहरु म लेख्दिन्छु सर। एउटा 1 ले कुनै भेक्टरलाई मल्टिप्लाई गर्यो भने 1 मतलब त्यही भेक्टर आउँछ, अनि 0 ले कुनै भेक्टरलाई मल्टिप्लाई गर्यो भने एउटा नल भेक्टर बन्छ, अनि त्यसपछि m + n a भेक्टर छ भने यो चाहिँ डिस्ट्रिब्युटिभ ल हो। अनि त्यसपछि एउटा नेगेटिभ भेक्टर छ भने यसलाई चाहिँ -1 अनि त्यो भेक्टरले मल्टिप्लाई गर्यो भने त्यही रिजल्ट आउँछ। अनि त्यसपछि ए भेक्टर छ अनि यसलाई n ले यसरी मल्टिप्लाई गरेछ भने यसलाई n m यो चाहिँ एसोसिएटिभ ल हो, यो डिस्ट्रिब्युटिभ ल। कोलिनियर भेक्टर यदि कुनै पनि भेक्टर एउटै लाइनमा पर्छ भने त्यसलाई हामीले कोलिनियर भेक्टर भन्छौँ। पनि हामीले देख्न सक्छौँ यो AB भेक्टर र BC भेक्टर एउटा कोलिनियर भेक्टर हो, र कुनै पनि भेक्टरहरु कोलिनियर भेक्टर भनिन्छ भने तिनीहरु चाहिँ नि B भेक्टर इक्वल्स टु k a भेक्टरको फर्ममा हुन्छ, जहाँ के भनेको चाहिँ एउटा स्केलर मल्टिपलको रूपमा हुन्छ। फर एक्जाम्पल
हाम्रो यहाँ चाहिँ तीनटा भेक्टर दिएको छ र यसलाई चाहिँ हामीले कोलिनियर भेक्टर हो भन्ने प्रुभ गर्नुपर्छ र प्रुभ गर्नु फर्स्टलाई नै हामीले लेट ओबी ओरिजिन मानेर फर्स्टको भेक्टरलाई चाहिँ नि ओए भेक्टर, सेकेन्डको भेक्टरलाई ओबी भेक्टर र थर्डको भेक्टरलाई ओसी भेक्टर मान्नुपर्छ। यसरी हामीले एबी भेक्टर निकाल्नको लागि ओबी भेक्टर माइनस ओए भेक्टर, ओबी भनेको 3, -2, -1 माइनस ओए भनेको 2, 1, -1। यसको भ्यालु निकाल्नु र यसरी नै एसी भेक्टर निकाल्ने। एसी भेक्टर निकाल्नको लागि हामीले ओसी भेक्टर माइनस ओए भेक्टर गर्नुपर्छ। ओसी भनेको 1, 4, -3, ओए भनेको 2, 1, -1। यसरी हामीले यहाँबाट हामीले माइनस कमन लियौँ भने ठ्याक्क एबी भेक्टरको भ्यालु आउँछ। के भनेको हामीले एसी भेक्टर माइनस एबी भेक्टर हेर्न सक्छौँ, जुन चाहिँ कोलिनियरको भेक्टरको जुन चाहिँ यो फर्ममा हुन्छ। यसरी हामीले यसलाई नै हो कन्डिसन सेटिस्फाई गरेर हामीले चाहिँ यसलाई चाहिँ कोलिनियर भेक्टर हो भनेर भन्न सक्छौँ। अर्को छ कोप्लानर भेक्टर। कोप्लानर भेक्टर भनेको चाहिँ कुनै पनि भेक्टर जुन चाहिँ सेम प्लेनमा हुन्छ त्यसलाई हामीले कोप्लानर भेक्टर भन्छौँ। जस्तै यहाँ चाहिँ R1 भेक्टर, यता R2 भेक्टर र यता R3 भेक्टर। यदि कुनै पनि भेक्टरहरू कोप्लानर भेक्टर हुन्छ भने तिनीहरू चाहिँ R3 भेक्टर इक्वल्स टु x R1 भेक्टर प्लस y R2 भेक्टरको फर्ममा हुन्छ। फर इक्जाम्पल अब हामीले चाहिँ यो तीनटा भेक्टरलाई कोलिनियर भेक्टर छ भनेर देखाउनको लागि फर्स्टले हामीले चाहिँ फर्स्टको भेक्टरलाई R1 भेक्टर, सेकेन्डकोलाई R2 भेक्टर र थर्डकोलाई R3 भेक्टर मान्नुपर्छ। हामीलाई थाहा छ नि त कोप्लानर भेक्टर हुनको लागि R3 भेक्टर इक्वल्स टु x R1 भेक्टर प्लस y R2 भेक्टर हुन्छ। त्यसरी हामीले यिनीहरूलाई चाहिँ होल फर्ममा लानुपर्छ। त्यसरी अब यहाँ चाहिँ हाम्रो ए भेक्टर, बी भेक्टर र सी भेक्टरको टर्ममा छ भने उता पनि हामीले यसरी नै ए भेक्टर, बी भेक्टर र सी भेक्टरको टर्ममा राख्नुपर्छ, किनकि पछि हामीले राइट टर्महरू इक्वेट गर्नुपर्छ। एक्स र वाईको टर्म 5x प्लस 7y ए भेक्टर प्लस 6x माइनस 8y बी भेक्टर plus 7x plus 9y भेक्टर।
अब यहाँबाट चाहिँ हामीले लाइक टर्महरू इक्वेट गर्नुपर्छ यहाँबाट हामीले 5x plus 7y equals to 3 like equation 1 equals 6x minus 8y equals to 2 equation II 7x plus 9y equals to 5 like equation अब यो तीनटा इक्वेसन युज गरेर हामीले चाहिँ यो तीनटा इक्वेसन मध्ये हामी चाहिँ दुईटा इक्वेसन युज गरेर x र y को भ्यालु निकाल्नु पर्छ अब हामीले चाहिँ x र y को भ्यालु निकाल्न इक्वेसन 1 र 2 युज गर्यौं भने हामीले इक्वेसन I र II युज गरेर x र y को भ्यालु निकाल्ने हो भने x को भ्यालु 2 र y को भ्यालु -1 आउँछ अब यो x र y को भ्यालु आको चाहिँ रिमेनिङ इक्वेसनमा लगेर लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड इक्वेट गर्नुपर्छ y को भ्यालु -1 त्यसरी यो लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड इक्वल हुन्छ जसको कारण हामीले चाहिँ यो भेक्टरलाई यसमा लेख्न सक्छौं x को भ्यालु 2 र y को भ्यालु -1 r2 भेक्टर यसरी हामीले कोप्लानर भेक्टरहरु भनेर पनि लेख्न सक्छौं र यो क्वेशन चाहिँ एक्जामिनेसन पोइन्ट अफ भ्यूबाट इम्पोर्टेन्ट पनि छ अब चाहिँ भेक्टर एडिसन हेरौँ भेक्टर एडिसन चाहिँ हामीले फिजिक्समा नि पढेका छौं अनि यो चाहिँ ट्रायंगल ल हो बुकमा ट्रायंगल लको मात्र हो यसमा चाहिँ के भन्ने भन्दाखेरि ए भेक्टर र बी भेक्टर भन्ने यसरी गयो भने अनि यो भेक्टरको सम ए भेक्टर प्लस बी भेक्टर चाहिँ हो यो यसरी गएको भेक्टरको टर्ममा आउँछ के मतलब यो सी भेक्टर हेर्छ भने यसरी के हुन्छ अनि भेक्टर ल अफ एडिसन चाहिँ 5 वटा छ एउटा ए भेक्टर प्लस बी भेक्टर गरेर सी भेक्टर आयो भने भेक्टर प्लस भेक्टर गरेर भेक्टर आएको हुन्छ अनि a vector plus b vector equals to b vector plus c vector यो भेक्टर कस्तो एसोसिएटिभ भेक्टर भइहाल्यो अनि m a vector plus b vector equals to a vector यो चाहिँ नल भेक्टर आउँछ किनकि यो ए भेक्टरको नेगेटिभ भेक्टर चाहिँ माइनस ए भेक्टरको टर्म्समा रिप्रेजेन्ट गरिन्छ अनि त्यही भएर योले यसलाई गर्दाखेरि चाहिँ 0 आउँछ तर सिन्स भेक्टर र भेक्टर एड गर्दा भेक्टरै आउनु भएको भएर यसलाई चाहिँ नल भेक्टरको टर्म्समा आउँछ अब चाहिँ म लिनियरली डिपेन्डेन्ट र लिनियरली नन डिपेन्डेन्ट बनाउँछु
लिनियर कम्बिनेसन भनेको चाहिँ अब एउटा सेट अफ भेक्टर चाहिँ यति देख अनि तिनीहरूको स्केलर यति छ भने तिनीहरूलाई यो टर्ममा एक्सप्रेस गर्न मिल्यो भने चाहिँ तिनीहरू के अरे लिनियरली उस हुन्छ। अनि त्यसपछि अब यो सेट अफ भेक्टर र यो स्केलरहरूको चाहिँ यो सम इक्वल्स टु 0 आयो भने चाहिँ यो लिनियरली डिपेन्डेन्ट भेक्टर बन्छ। तर अब यो चाहिँ इक्वल्स टु इच अदर आयो भने चाहिँ यो चाहिँ लिनियरली इन्डिपेन्डेन्ट बन्छ क्या। अनि लिनियरली इन्डिपेन्डेन्ट भेक्टरको इक्जाम्पल चाहिँ अब तीनटा कोप्लानर भेक्टरहरू चाहिँ तीनटा नन कोप्लानर भेक्टरहरू चाहिँ लिनियरली इन्डिपेन्डेन्ट हुन्छ। अनि यो सेट अफ भेक्टर्स छ नि हामीले लिएको त्यो सेट अफ भेक्टर्समा एउटा सपोज एउटा नल भेक्टर आइगयो भने चाहिँ त्यो चाहिँ लिनियरली डिपेन्डेन्ट हुन्छ। अनि दुईटा को लिनियर भेक्टरलाई एउटै लाइनमा पढ्न निस्क्यो भने चाहिँ यो ए बी र सी वाला भेक्टर छ नि अनि यिनीहरू दुईटा छ त यो दुईटा सेट पनि लिनियरली डिपेन्डेन्ट हुन्छ। अनि एउटा त्यति भयो। अनि त्यसपछि अब युनिट भेक्टर अलोङ डिफ्रेन्ट एक्सिसेस हुन्छ। अब यो एक्स एक्सिस यो वाइ एक्सिस र जेड एक्सिस लियो भने यसमा देखाउने धेरै जस्तो भेक्टरलाई चाहिँ आई भेक्टर टाइपको तरिकाले डिनोट गर्छ। यसकोलाई चाहिँ जे अनि यसकोलाई चाहिँ के भेक्टर गर्छ। अनि यिनीहरू चाहिँ मतलब अब यहाँ 3i छ भने 1 2 3i भन्छ यहाँ त्यति ए 3i मात्र छ भने यहाँ हुन्छ यसको जे भेक्टर 0 हुन्छ के। अनि त्यसपछि आई अब एक्स एक्सिसमा युनिट भेक्टरको चाहिँ एक्स एक्सिसको भ्यालु 1 हुन्छ अरू सबैको 0 हुन्छ। अनि त्यसपछि वाइ एक्सिसमा युनिट भेक्टरको चाहिँ जेमा 1 हुन्छ यता बाँकीमा 0 हुन्छ। अनि जेड एक्सिसको युनिट भेक्टरमा चाहिँ के जेड एक्सिसतिर जाने के भेक्टरको चाहिँ 1 हुन्छ बाँकी भेक्टरको 0 हुन्छ। त्यसरी नै भेक्टर सकियो।